आज चाहिँ हामी छौँ होइन हामीले आज मान्छे दुःख पीडा गरेर क्याम्पस आउँछ हामी दुःख पीडा गरेर यत्रो पानी सानीमा रेनकोट लगाएर आएको छ आधीजना सबजना कहाँ घुम्न आएको छ अरे शान्तिनगरको सस्पेन्सन ब्रिज र हाम्रो एउटा साथी सदिक्षा के भन्छु सदिक्षा भन्दा पनि हुन्छ 5 पनि भन्दा हुन्छ उसलाई हावाले झन्नै उसलाई उडाउने ओ सदिक्षालाई समाते हावाले उडाउँछ उसकै घर जान आँटेको होइन कबला तेरो राई के छ भन्छ 2 शब्द भन्छ 2 शब्द सदिक्षा घरमा आज पार्टी दिन्छ अरे सब गएर आज ओ ल ल यता आइज शेष तेरो राई के छ भन्छ तिम्रो राई एकदम मेरो बबाल छ मन एकदम खुसी छ हैन एकदम प्रफुल्ल छ हैन ओ एकछिन हट्ने त ओइ सन्दर्भ भन्छ के छ आज 2 शब्द तेरो पनि जाउस् त के भन्न 2 शब्द के उनी यहाँ कसो धुलिङको पुल हल्लाउन मन छ यहाँ त्यो बोकाइदिएको रहेछ अरु कुरा त्यस्तै हो ओइ शेष हट त अलिकति सबैको पालो पिलो राई सुस्मिता कहाँ गइस यता आइज न यता आइज न यता आफ्नो 2 शब्द राई भन्छ मेरो शब्द मलाई लाज लागिरहेछ सबै आउट ड्रेसमा आज म कलेज ड्रेसमा आएको छु एउटा म मात्रै परे हो अर्को छ 2 शब्द भन्ने त मलाई रमाइलो लागिरहेछ आज हामी कहाँ जान आँटेको भन्छ मेरो घर के गर्न आँटेको भन्छ पुल आएको है हामी मेन चाहिँ अब हाम्रो घर जाँदैछौँ हामी अहिले ल रोहन यता चाहिँ 2 जना छ है रोहन खोइ 2 शब्द जाओस् त म आज छुट्टी मागेर आएको छु ल एकछिन हट खोइ सबिना तिमी आऊ ल आऊ भन त सदिक्षाको घर गएका हौ हैन ट्राफिक लागेको छ भने हामी चोरबाट गएका तर होइन रहेछ ल एउटा कुरा चाहिँ सबले सोध्न चाहे ल सबैको बाबु आमाले यति दुःख पीडा गरेर मेरो छोराछोरी पढ्न जान्छ भनेर हैन हामी कलेज आएका होइन तिनीहरू चाहिँ सबजना घुम्न आएको हो हामी कलेज आएको होइन सबजना चाहिँ सस्पेन्सन नदै ओ ल 2 शब्द जाऊ पढन दास हामीलाई बिगारे यिनीले लिएर आएका हुन् के भन्न चाहन्छ भन होइन भन्न के भन्न चाहन्छस् के होइन मैले आज एउटा सुरजले नयाँ नौलो कुरा भनेछ सस्पेन्सनमा हामीले यहाँको ब्रिजमा चाहिँ यो सस्पेन्सन ब्रिजमा चाहिँ किन छिटो हिँड्नुपर्छ अरे किनभने नेपालमा बनाएको जतिखेर पनि छुट्टी नगर्छ त्यही कारणले छिटोभन्दा छिटो यो यहाँबाट गइहाल्नु कडा दिएछ जस गाइजले भन्दैछ पुलबाट छिटो जाऊ अरे किन भने नेपालले बनाएको छ भर पर्दैन अरे कहिले पनि छुटिन सक्छ अरे भन्छ गरौँ के हो नेपाल त भर पर्दो चाइनिज हो चाइनिज सबै बिताइरहेको छ चले त चले नगरौँ उसलाई बिहारको सस्पेन्सन ब्रिजमा मात्रै जाने बानी छ है त चापटक गर्न सापटक ल हल्ला सल्लाह नगर्नु एभ्रिवान ल है हल्ला सल्लाह गर्ने काम नगर्नु गाइस यो चाहिँ हाम्रो शान्तिनगरको जुन भन्छ सस्पेन्सन ब्रिज है ल अब हाम्रो गाइजहरू चाहिँ आउँदैछ है हाई गर क्यामेराको अगाडि सुरज र म चाहिँ पछाडि आउने है अब त्यस्तै हो उनीहरू फटा हो हामी चाहिँ एकदम सुध्रे सन्दर्भ चाहिँ आज क्यारियर बनेको छ ओए कति पाइस 120 रुपियाँ कति हो सिपिङ चार्ज 5 रुपियाँ हो ओए गौरव 1000 टाइम दे जुत्सु दे न यसको चाकामा आयो यो चाहिँ घट 10 केजी पक्का घट यो 1 केजी घट वी आर हेडिङ टुवर्ड्स आवर घटराइज सदिक्षाको घरतिर हामी गइरहेछौँ अब चाहिँ हामी हिँड्दा हो यहाँ केटाहरूको उमेर भनेको चाहिँ 20 देखि 21 मरिमरी 22 हो तर स्टामिना भनेको 80 वर्षको बुढो भन्दा नि खत्तम रहेछ एउटा सस्पेन्सन स्पेसली डोम त्यो मर्नै आँटिसकेको छ के भनेको एउटा सस्पेन्सन ब्रिज मात्रै हिँडेर गएको फ्या परिसक्यो यसलाई 4 चोटि मुत आइसक्यो अरे सस्पेन्सन गर्दा अर्को चाहिँ अगाडि छ अब के भन्नु अगाडि भनेको अब के भन्नु यो भएको अब फाइनली हामी घर छिर्न आँटेको यो सब 80 वर्षको बुढोहरू सस्पेन्सन ब्रिज कर्दा पनि यिनीहरूलाई के भन्नु थाकेर फ्या परिसकेको छ खोइ 2 चोटि मुत्नै जान्छ सस्पेन्सन जाँदाखेरि ल अब चाहिँ फाइनली उसको घर आइसक्यो अझै 3 मिनट छ ल है हामी जङ्गलको बिचमा गइरहेछौँ मेरो मन एकदम चिसो भइरहेछ बाघ हात्ती भालु जे पनि मैले आफ्नो ज्यानलाई आफूलाई के भन्छ हतेलीमा जोखिममा राखेर यहाँबाट अगाडि बढ्दैछु
यिनीहरू मऱ्यो भने पनि केही छैन, बाई 1 गेट 1 फ्री हुन्छ नि, त्यस्तै रहेछ क्या। अब चाहिँ हामी फाइनल्ली है अगाडि बिस्तारै पुग्दैछौँ। हेर्दा हामी आइपुग्यौँ बल्ल बल्ल आइपुग्यो होइन थाहा छैन हामी दुईजना भेस्ट सेमै रहेछ होइन हामी दुईजना भाइ ब्रदर फ्रम अदर मदर हुन्छ नि, अदर मदर त्यस्तै हो क्या। हामी दुईजनाको स्टोरी ओ सदिक चाहिँ आफ्नो घर भनेर भरे गाईको गोबर सोर्न त लगेको होइन नि हामीलाई। के हामीलाई गाईको गोबर सोर्न लगेको गोठा अरे हामी बल्ल बल्ल आइपुग्ने हाट्यौँ। भन् त अझै के भन्न छ? फाइनली हामी आइपुग्यौँ सदिक्षाको घर। मेहनत गरेर यिनीहरू हेर्दा चाहिँ 20 वर्ष 19 वर्षको, तर के भन्नु सस्पेन्सन ब्रिज कर्दा पनि 4 चोटि के भन्नु थाकेर फ्या परेको मान्छे हो गौरव। झन् 3 चोटि मुत्न यता हेर्न सकिन्छ है। यो चाहिँ चियाबारी हो। अब चाहिँ हामी बगान यहाँदेखि अगाडि हाम्रो अझै यात्रा अघि बढिरहेछ। हामी आफ्नो ज्यानलाई जोखिम राखेर भए पनि अब यत्रो हुन्छ नि जङ्गल घारसार, खास गरी हामी पढ्न आएको अरे आज। के पढ्न आएको? के चाहिँ पढ्न आएको है? यही पढ्दैछु हामी कान छुटेर आएको के चाहिँ आयो भन्दै हेलो ल है। ल अब म चाहिँ पछाडि पढेँ। अब सबैभन्दा अल्फा मेल भन्दैन, अल्फा मेल हो, त्यही हो। उल्फको सुन्दै थियो नि एउटा स्टोरी हो, त्यही हो। आफूलाई प्रोटेक्ट गर्नु। अब कता मकैबारी ऊ पल्लो सेसन कहाँ लगेर छोडेछ। अब हेर न गुगल म्याप पनि नचल्ने ठाउँमा अब यहाँ के कसरी खोज्नु? ओ डम भन्दै गऱ्यो एकचोटि कहाँ छ? मकैबारी कुदाउँदैछ। अब के भन्नु, बाटो साटो नभेटेर अब के गर्नु? यसै त हो गुगल म्याप, त के चल्नु भन्दैन। वेन यु युज द गुगल म्याप हो लोकेसन दिएको हेर न, चारैतिर मकैबारी केही छैन। मकैबारी पनि चल्नु हुँदैन है। भरे कुन चाहिँ कपाल निस्केर फेरि हामीलाई अरू हान्ला फेरि शर्मा होइन घर फाइनली आइसक्यो। सबजना चिसो यो भिखारीलाई हेर, जहिले पनि यस्तै जहाँ पायो त्यही माग्दैछ। सबजना हेलो गर्दै एकचोटि मदेखि होला। फाइनली आइसकेँ। कालो देख्छु म, अलिकति ज्ञान दिनु रहेछ, ज्ञान दिनु फटाएन एकदम शून्य सबजना बुझ्यौ? ओके छ। तिम्रो फटा भएको ओ तल स्कुल जानु पर्दैन? के भएको त? के गर्नु आएको? के हो यो? यहाँ बसेर खाँदैछ। लाइट बाल्दैन बिचरा, लाइट सफारी बाबा कपाल चाहिँ लास्ट स्टेट गरेछ हेरे। उता दुइटा चाहिँ अब के भन्नु, यता हेर्दा दुईजना के गर्दैछ? के गुटका चलाउनु थालेको? भेर लाग्छ के छ मान्छेमा। अब म तिमीलाई देखाउँछु, सत्य र तथ्य भन्छु। यहाँ मेरो क्यामेराले नभ्याउने जति योपट्टि, यो गाउँको योपट्टि हो, जति जे छ आँखाले भ्याउने गरी सबै ओनर अफ द ल्यान्ड भन्दैन, हेर्दा मात्रै नदेखाउने तर एकदम ओनर अफ द प्रपर्टी भन्छ नि त्यही। अझै म सम्पत्ति किनाउँछु। 6वटा गाई, 8वटा भैँसी, 4वटा ट्र्याक्टर छ। ट्र्याक्टर उता खेततिर गयो अरे। आँखाले भ्याउने जति छ सब मेरो बिस्कुट है। चिया उता छ, बिस्कुट चाहिँ मसँग छ है। चिया भयो भने चाहिँ बिस्कुट के भने हामी फाइनली अब फर्किँदै गर्दैछु। के भन्नु, सब फटाहरू मलाई छोडेर चाहिँ है। ग्रुपको लिडर हो, ग्रुपको लिडर हो यो फटा है। सधैँ चाहिँ फाइनली तेरो घरबाट नै आज फर्क्यो होइन? फटाहरूलाई के भन्नु, खुसी लाग्यो। ऊ भाङ्डो चाहिँ अगाडि छ है। भाङ्डो अगाडि छ। छ अरे सबिनालाई दिनु। सबिना यहाँ आइदे।
त्यही त उसलाई देऊ भन्छ यता यता मलाई चाहिँ प्लेट समाएर एउटा दिएर पानी छैन हेर न प्लेट पालवायो त हेर्नु प्लेट मात्रै समाएर दिएका छन् खाना चाहिँ दिएन हामी चाहिँ अलिक हाल्नु पर्यो पिरो झेक्दामा हाल्नु यो कसले किनेको तिमीले हो तिमीले हो मेरो खिचेको हो होइन यता हेर सुजिता राख्नु भयो ल